यो ठाउँमा साँच्ची नै राम्रो मन्दिर, ऐतिहासिक मन्दिर निर्माण गर्ने उद्देश्यले उहाँहरू आउनु भएको छ। म उहाँहरूलाई स्वागत गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु। र यसका लागि खटेर समन्वयकारी भूमिका निर्वाह गरिदिने हाम्रो महिला नेत्री यस्मिन ढुङ्गानाजी, उहाँ पहिला राप्रपाको केन्द्रीय सदस्य हो, टप 5 मा भोट ल्याएर चुनाव जितिया मान्छे हो। पछि संसदीय चुनावमा काङ्ग्रेसमा आएर हामीलाई जिताउन पनि ठुलो सहयोग गर्नुभएको हो यस्मिनजी। र अर्कोसँग हाम्रो यहीको प्रत्याशी, पालिका प्रत्याशी सुभाषजी, उहाँले पनि यसलाई समन्वय गर्ने भूमिका खेलिरहनु भयो खट्नी पर्ने ठाउँमा। म उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। र तपाईँहरूलाई चाहिँ म विश्वास के दिलाउन चाहन्छु भने जलबिरे जस्तो एउटा ऐतिहासिक यो पृष्ठभूमि, यो त हाम्रो यहाँहरूलाई जानकारी छैन होला, यो अर्नीको राजमार्ग नहुँदा यो तिब्बत जाने व्यापारिक यो चाहिँ यो मार्ग पनि हो यो त्यस्तो। र यहाँ चाहिँ यो जलबिरे खोला भनिन्छ यसलाई। यहाँका साहुहरू खेतीपाती प्रशस्त भएको, धानैले पनि यो नदी थुन्न सक्छन् भन्ने ठाउँ यो। अब यो मन्दिरको बारेमा हामीले अलिअलि सुन्दाखेरि चाहिँ अब अघि नै भनिसक्नुभयो नि काकाले, उहाँले अब यहाँ जोगीहरू मात्रै 4-5 वटा बस्ने भनेपछि यसलाई कत्रो महत्त्व दिएको होला त्यसको व्यवस्थापनका लागि। यो एकदमै ऐतिहासिक पुरातात्विक हिसाबले एकदमै महत्त्वपूर्ण भएको र यो छायामा परिरहेको ठाउँमा तपाईँहरूले जुन दृष्टिकोण राखेर अहिले सुरुमा झन्डै 1 करोडको लगानी होला, 85 लाख कति छ होइन अहिले सुरुमा। त्यसपछि यसलाई विस्तार गर्दै लाने क्रममा अहिले इन्जिनियर साहब पनि सँगै हुनुभएको हुनाले हामीलाई राम्रो भएको छ। यसको डिजाइन चाहिँ जग्गा छँदैछ, अघि नै भनिसक्नुभयो। अब त्यहाँभित्र मान्छे घुम्ने ठाउँ पनि छैन र यसलाई चाहिँ अलिकता ठुलै आकारमा, ठुलै क्षेत्रफल ओगट्ने गरी यसलाई भोलि साधु सन्तहरू बस्ने सत्तलहरू पनि बनाउन जरुरी हुन्छ। त्यसका लागि पनि अहिले एउटा डिजाइन गर्नु भएकै नै होला। र यो चाहिँ साँच्ची नै यो जलबिरेमा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक मन्दिर निर्माण हुँदैछ भन्ने कुरा चाहिँ यो भेगैको हिसाबले यो 2 गाउँपालिकाको सेन्टर पर्छ यो फेरि। त्यसैले तपाईँहरूको त्यो यो दृष्टि पुग्नु नै छ भन्ने मलाई लाग्छ। र योभन्दा मुनि घाट पनि हो, फेरि अर्को ऐतिहासिक महत्त्वको ठाउँ छ। यहाँ पनि पुल भत्किएर बिजोग थियो। जिल्ला विकास समितिमा त्यो सर्वदलीय संयन्त्र हुने बेलामा म आफै आएर हेरेर त्यसपछि तुरुन्तै आदेश गरेर यो पुल बनाइदियो। थोरै पैसाले भए पनि काम चलाऊ पुल। यो पुलले मात्रै पुग्ने अवस्था पनि छैन र यहाँ धेरै नाकाहरू जोडिएको पनि छ। यताबाट